शिवजीले त्यो कामदेव भस्म भएको ज्वाला जो हो त्यो ज्वालाजीले सारा तिनै लोकलाई जलाउन खोजिसकेपछि देवताहरूले भने कि यो ज्वाला तेजमय ज्वाला जो छ हामीलाई सताउन आँट्यो, त्यस कारणले भनेर 33 कोटी देवताले भनिसकेपछि त्यो शिवको तेजमय ज्वाला शान्त भएर एउटा डल्लो गराएर त्यसलाई आकाशमा फाल्नुभयो शिवजीले कैलाशबाट। त्यो फालिसकेपछि त्यो बीचमा गएर आकाशबाट टुक्रा भएर टुट्यो। त्यसको एउटा श्लोक छ, जसको योग समाधि भङ्ग हुन गई मनमा अलि रिस गयो, ज्वाला निस्की ललाटबाट बिजुली, ललाटबाट बिजुली झैँ काम भस्मै भयो। कर्णाली तट दुल्लुमा शिवजीले फ्याँकिदिँदा कम गरी कल्याणार्थ समस्त जीवहरूको ज्वाला सबै स्वानरी। मुखको भाग त मुक्तिनाथ पतन भो, कानको त काङ्डामा सर्वाङ्गै अनि दैलेखै पतन भो, पर्ख्या छ जहाँ तहाँ। यसको जो शिवजीले फालेको ज्वालाजी हुन् तिनीको भाग, मुखको भाग जो मुक्तिनाथमा गएर खस्यो, त्यसको नाम मुक्तिनाथ रह्यो। अनि कानको भाग जो हिमाचल प्रदेशमा खस्ताखेरिमा त्यो जिल्ला नै काँक्रा किल्ला हिमाचल प्रदेश भन्छन्, त्यहाँ पनि ज्वाला छन्, मुक्तिनाथमा पनि ज्वाला छन्। अनि सिरथानमा ज्वालाजीको शिर खस्यो, त्यहाँदेखि सिरथानदेखि केही अगाडि ललाट भन्ने निधारलाई ललाट भनिन्छ, त्यो ललाट खस्यो। कोटिलामा कोठार खस्यो, डुङ्गेश्वरमा यो छातीको भाग खस्यो, दुधेश्वर हो, दुधेश्वरबाट डुङ्गेश्वर भन्ने नाम रह्यो। अनि श्री नाभिस्थानमा नाभि खस्यो, अनि पादुकामा पाउ खस्यो, अनि हंसज्वाला खस्यो। स्वर्गमा इन्द्रलाई वर्मस्व लाग्दाखेरिमा, वृत्तासुर मारेको वर्मस्व पाप लाग्दाखेरिमा इन्द्र भनौँ मानसरोवर तलाउमा लुग्न गए, त्यो स्वर्गको राजा भयो, त्यो राजा नहुस राजा भयो। राजा भइसक्यो, उहिले इन्द्राणीलाई आफ्नी रानी बनाउन तुल्यायो, किनभने इन्द्र छैनन्, मरिसकेपछि इन्द्र मरिसकेका छन् भन्ने उसले भावना सोचेर, इन्द्र जीवितै थिए, लुकेका थिए वर्मस्वको पापले। वर्मस्वलाई 4 भाग बाँडियो। इन्द्राणीले गुरु बृहस्पतिसँग सोध्नुभयो कि मलाई त यस्तो यस्तो समस्याको छ गुरु भन्दाखेरिमा, त्यसो भए तपाईँले मलाई वर्ष दिनसम्म मेरो अब भनौँ व्रत छ, त्यसदेखि पछि तिमीसँग बिहा गरौँला भनेर भन्नु भनेर उहाँले सिकाउनु भयो। सिकाइसकेपछि अर्को कुरा के भयो भनेपछि उहाँले एउटा सप्ताह लगाउने, बृहस्पतिले सप्ताह लगाउनु भयो, इन्द्राणीसँग सप्ताह भयो। सप्ताहले वर्मस्वको पापहरू काटियो। फेरि अर्कोचोटि फेरि नवाह गराउनु भयो। नवाह गराइसकेपछि नवाहको 9 दिनको कार्यक्रम सिद्धिसकिएपछि इन्द्राणीलाई स्वयं भगवतीले दर्शन दिन् र भनिन् कि अरूले देख्न सक्दैनन्, मानस सरोवर तलाउमा कमलको डाँठ समातेर इन्द्र बस्नुभएको छ, त्यस कारणले तिमी गएर इन्द्रलाई भेट्न सक्छौ, ल मेरो शक्तिद्वारा तिमी जाऊ भने हुनाले उनी गएर मानस सरोवरमा गइन्। मानस सरोवरमा गइसकेपछि उनलाई देखिन्, भेटिन्। तिमी कसरी आयो, के गरेर आयो भन्दाखेरि यस्तो यस्तो कारण हो, यस्तै विभिन्न देवीका सिंहहरू छन्, यस्तै। त्यसो भए उनीहरूले मलाई सप्तऋषिको डोले ल्याएर आउनुहोस् बिहा गर्दाखेरि भनेर भनिसकेपछि सप्तऋषिको उसले डोले ल्याएर डोला बनाएर ल्याइसकेपछि बिचमा हिँड्न लागेका टाइममा उनीहरूले ढिलो गरे, किनभने ब्राह्मणहरूले डोला बोक्त थिएनन् कहिले पनि। र बिचमा आइसकेपछि उसले तिमीले ढिलो किन गर्यो भनेर उसले सप्तऋषिलाई, दुर्वासा ऋषिलाई लात्तीले हानिदियो। हानिसकेपछि दुर्वासा ऋषिले भने कि एक त हामी ब्राह्मण जातिलाई तिमीले डोला बोकायौ, डोला नबोकाउनु पर्ने ठाउँमा, दोस्रो भनौँ हामीले लात्तीले हानेपछि तिमीले यो धरातलमा सर्प भएर बस्नु परोस् भनेपछि अनि त्यसले भन्यो कि अनि म अब त श्राप पाएँ ऋषिबाट, म सर्प नै हुन्छु, मेरो उद्धारण कसरी हुने भनेपछि फेरि ऋषिले भने कि तिम्रो उद्धारण पाण्डवहरू जन्मन्छन् द्वापरको अन्त्यमा, त्यस बेला तिमी पाण्डवहरूको दर्शन पाएपछि तिम्रो जन मोक्ष र मुक्ति हुनेछ भनिसकेपछि अन्तिममा त्यो सर्परूप धारण गरेर अजिङ्गर भएर त्यो भनौँ दुल्लुमा नै खस्यो र त्यो दुलामा बस्ने गर्यो। त्यो दुल्लु धुलीसेरकै नजिक काठेबडी भन्ने ठाउँमा त्यो छ, अहिले त्यहाँ नजिक एउटा ठुलो दुलो थियो। अनि राज्य जाजरकोट, जुम्ला चौबान चन्द्रनाथसम्म, अनि पश्चिमको डोटी दिपायल, अनि दक्षिण भागको बर्चौड, किसापानी, नेपालगञ्ज, बागेश्वरीसम्म त्यो चर्न जाने, तर पुच्छड त्यसको दुल्लुमा नै रहन्थ्यो। त्यो दुल्लु भन्ने नाम रहेको कारण के भने त्यो सर्प बस्ने
दुलो भएको हुनाले त्यसको नाम लेखिएको छ। अनि त्यो भनौँ आधा दुलामा र आधा बाहिर हुने त्यसलाई अर्दुली पनि भन्छन्। अघि ज्वालाजी बलिराखेका थिए अनि भारतको राजस्थानको सुर्पनखा भन्ने नाम गरेको एउटा राजा आएर यहाँ यस्तो यस्तो ज्वालाजी छन् भनेर आएर यहाँ केही न केही यज्ञ गरौँ होवन गरौँ भनेर आएर होवन गर्न लागे। होवन गर्न लाग्दाखेरि अग्निले त्यो जौँ होवन गरेको सरु जो हो त्यो अग्निले खान सकेनन्, मन्द अग्नि थियो। त्यसपछि ज्वालाजी नै स्वयं नारी रूप धारण गरेर ब्रह्माजीसँग जानुभयो। ब्रह्माजीले जीसँग सोध्नुभयो कि मेरो भनौँ खाने शक्ति कम भयो, त्यस कारणले मलाई त खाने शक्ति चाहियो, मसँग खाने आहारा चाहियो, आहारा नभएर मेरो शक्ति बढ्दैन। नारी रूप धारण गरेर गएपछि ब्रह्माजीले भन्नुभयो कि तिमी भनौँ हस्तिनापुरमा पाण्डवहरू छन्, त्यो पाण्डवहरूसँग गएर भीमलाई अर्जुनलाई साता लिएर आउनु, तिमीले मनुष्य रूप धारण गरेर त्यो भनौँ चन्द्रावली भन्ने नाग छ, अघि नौस राजा थियो, त्यो श्रापले दुर्वासा ऋषिका श्रापले सर्प भएको छ त्यो दुर्लभ देशमा। त्यस कारणले त्यो दुर्लभ देश त्यो पाण्डवहरू आएर त्यसलाई पाण्डवको अर्जुनको बाण गाण्डीव धनुको बाणबाट त्यो मर्नेछ र त्यसको बोसो तिमीले आहारा गर्नु र त्यो तिमीले पञ्चकोशीमा नै कलिको अन्त्यसम्म पृथ्वीको अन्त्यसम्म बस भन्ने ब्रह्माजीको वचन भए हुनाले उनीले ज्वालाजीले आइमाईको रूप धारण गरेर उहाँ गएर उनलाई ल्याएर भीम अर्जुनलाई ल्याएर त्यहाँबाट बाण हान्न लगाएर मरेर त्यसको भनौँ बोसो त्यो बल्ने भनाइ हाम्रो धर्मशास्त्रमा भन्छ।